हिजो पनि लड्यौं आज पनि लड्छौं। अब पछिल्लो घटनाको कुरा गरौँ। पोखराको पृथ्वीनारायण क्याम्पसको घटना पक्कै पनि तपाईलाई अवगत हो। अब तपाईको अभियानले चाहिँ कस्तो कदम चाल्छ अमिन परिवारको लागि, त्यो साथको लागि? हुन त प्रहरीमा उजुरी परिसकेको छ, सत्य तथ्य छानबिन त होला नै, तर तपाईहरुको अभियानको पनि केही पहल रहन्छ होला नि? त्यो मास्टरले जसरी हिजो चाहिँ हामीलाई पढाउने बेलामा यहाँ कन्सेरीको रौँ उक्चाएर जसरी डस्टरले टाउका ट्वाक्क हान्थ्यो नि, त्यो मास्टरलाई फेरि एकचोटि उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ। होइन त्यो उसको डामाडौल होइन, दम छ भने गर्ने। त्यो मास्टरलाई त्यसलाई अलि पढाइ नपुग्यो। म पनि शिक्षा संकाय पढेर आएको हुँ, पढाउने कसरी हो भन्ने कुरा शिक्षण विधि म पनि त्यो संकाय पढेर आएको हुनाले त्यसैले गर्दाखेरि जसरी हामीलाई डस्टरले टाउका ट्वाक्क हान्थ्यो त्यसलाई पनि ठाडो खुट्टा पारेर भाटा हान्न चाहिँ तयारी गर्नुपर्छ पनि। अब जसरी तपाईहरुलाई नपढेको मान्छे भएको हुनाले त्यसलाई पढ्ने गरी बुझाउनु पर्थ्यो। पढेकै मान्छेले बुझेकै मान्छेले बदमासी गरे हुनाले त्यसको थोरै ढक्कन खोलिदिनु पर्छ। धेरै मान्छे के भनिरहेका छन् भने नवराज विक भइसकेपछि खगेन्द्र बोल्छ भन्ने पनि एउटा भाषा होइन। यस्तो छ, मुद्दाको हिसाबले, यो गम्भीरताको हिसाबले, मुद्दाको गहिराईको हिसाबले जिउँदो मान्छे माथि परेको यसो छोएको मुद्दा र मान्छे मरेको मुद्दालाई चाहिँ यो ढंगले कम्पेयर गरिनु समन्वय भइरहेको छ। होइन, यसमा त डेफिनेटली हामीले गरेका छौँ। हिजोदेखि नै हामीले यसका विज्ञप्तिहरूलाई समन्वय